सर्वसाधारण जनतालाई 4वटा कम्पनीको सेयर निष्कासन हुँदैछ, जुन एकदमै खुसीको कुरा हो। जसमध्ये 3वटा कम्पनीले आइपिओ निष्कासन गर्नेछन् र 1 कम्पनीले एफपिओ निष्कासन गर्नेछ। त्यसैले साथीहरू, यो मौकामा सेयर भर्न भने नबिर्सनु होला। यी 4वटै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरिसकेका छन्। आजको यस भिडियोमा ती 4वटा कम्पनीहरू कुन हुन्, ती कम्पनीहरूले कति रुपैयाँ अङ्कित मूल्यमा सेयर जारी गर्दैछन् र कुन कम्पनीले कति किता सेयर निष्कासन गर्दैछ भनेर जानकारी दिनेछु। ढिला नगरिकन भिडियोलाई सुरु गरौँ। पहिलो कम्पनी रहेको छ सोलु हाइड्रो पावर लिमिटेड। सोलु हाइड्रो पावर लिमिटेड कम्पनीले जारी पुँजी 10 अर्ब रुपैयाँको 20% अर्थात् 2 अर्ब रुपैयाँ बराबरको 2 करोड किता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये 1 अर्ब रुपैयाँ बराबरको प्रति सेयर 100 रुपैयाँ दरका 1 करोड किता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको थियो। त्यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको 10%ले हुनाहुने 10 करोड रुपैयाँ बराबरको प्रति सेयर 100 रुपैयाँ अङ्कित दरका 10 लाख किता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो। कम्पनीले मङ्सिर 7 गतेदेखि आइपिओ निष्कासन गरेको थियो, जसमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओमा आवेदन दिने मङ्सिर 10 गते अन्तिम दिन रहेको थियो भने आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूले छिटोमा मङ्सिर 21 गतेसम्म यस कम्पनीको आइपिओमा आवेदन दिन सक्नुहुनेछ। त्यसैगरी कम्पनीले कर्मचारीहरूका लागि 3 लाख किता र सामूहिक लगानी कोषहरूका लागि 5 लाख किता सेयर छुट्याउनेछ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू, वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, कर्मचारीहरू र सामूहिक लगानी कोषहरूलाई आइपिओ बाँडफाँड गर्नेछ। त्यसपछि मात्रै कम्पनीले दोस्रो चरणमा बाँकी रहेका 82 लाख किता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गर्नेछ। सर्वसाधारण जनताका लागि आइपिओ निष्कासन गर्ने दोस्रो कम्पनी रहेको छ सलपा विकास बैंक लिमिटेड। यस बैंकले आफ्नो जारी पुँजी 52 करोड 23 लाख 88 हजार रुपैयाँको 33%ले हुनाहुने 17 करोड 23 लाख 88 हजार रुपैयाँ बराबरको 17 लाख 23 हजार 880 किता सेयर निष्कासन गर्नेछ। कम्पनीले पहिलो चरणमा 17 करोड 23 लाख 88 हजार रुपैयाँको 10%ले हुनाहुने 1 करोड 72 लाख 38 हजार 800 रुपैयाँ बराबरको 1 लाख 72 हजार 388 किता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गर्नेछ। त्यसका साथै कम्पनीले कर्मचारीहरूका लागि 51,716 किता र सामूहिक लगानी कोषहरूका लागि 86,194 किता सेयर छुट्याउनेछ। त्यसैगरी दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि बाँकी रहेको 14,13,582 किता सेयर निष्कासन गर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि यस कम्पनीले मङ्सिर 25 गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुल्ला गर्दैछ। सर्वसाधारण जनताका लागि आइपिओ निष्कासन गर्ने अनुमति पाएको तेस्रो कम्पनी रहेको छ भुजुङ हाइड्रो पावर लिमिटेड। यस कम्पनीले आफ्नो जारी पुँजी 1 अर्ब रुपैयाँको 20%ले हुनाहुने 20 करोड रुपैयाँ बराबरको 20 लाख किता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। यो आइपिओ पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरू, कम्पनीका कर्मचारीहरू र सामूहिक लगानी कोषहरूलाई निष्कासन भई बाँडफाँड हुनेछ। त्यसैगरी दोस्रो चरणमा कम्पनीले बाँकी रहेको सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्नेछ। अब कुरा गरौँ सर्वसाधारण लगानीकर्ताहरूका लागि एफपिओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीको। सर्वसाधारण लगानीकर्ताहरूका लागि एफपिओ निष्कासन गर्ने अनुमति पाएको कम्पनी रहेको छ विजय लघुवित्त वित्तीय संस्था लिमिटेड। यस कम्पनीले 4 करोड 66 लाख 81 हजार 700 रुपैयाँ बराबरको 100 रुपैयाँ अङ्कित दरका 4 लाख 66 हजार 817 किता सेयर निष्कासन गर्नेछ। यो एफपिओ अन्य 3 आइपिओहरूभन्दा छिटो खुल्ने सम्भावना रहेको छ, किनभने एफपिओ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू र सर्वसाधारण लगानीकर्ताहरूका लागि एउटै मितिमा खुल्नेछ। त्यसैले यो एफपिओ र आइपिओहरू भर्नका लागि तयार अवस्थामा 4000 रुपैयाँ राख्नुहोला र आफ्नो भाग्य जाँच गर्नुहोला। आशा छ यो भिडियो हेरेर सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्ने अनुमति पाएका 3वटा कम्पनी र एफपिओ निष्कासन गर्ने अनुमति पाएको 1 कम्पनीको बारेमा जानकारी पाउनुभयो। भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक, सेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। अर्को समय नयाँ जानकारी र अपडेट सहित भेटौँला। धन्यवाद।